मृगौला स्वस्थ राख्नका लागि अपनाउनु पर्ने 10 नियमहरू। मृगौला हाम्रो शरीरको अत्यन्तै महत्त्वपूर्ण अंग हो। यसले रगत फिल्टर गरेर फोहोर तथा विषाक्त पदार्थहरू बाहिर निकाल्ने, शरीरमा तरल पदार्थ तथा इलेक्ट्रोलाइटहरू जस्तै सोडियम पोटासियमको सन्तुलन कायम राख्ने, रक्तचाप नियन्त्रण गर्ने, हर्मोन उत्पादन गर्ने, हड्डी स्वस्थ राख्न, भिटामिन डी सक्रिय बनाउने र रातो रक्त कोशिकाहरूको उत्पादनलाई प्रोत्साहन दिने जस्ता महत्त्वपूर्ण काम गर्छ। तर आधुनिक जीवनशैली, कम पानी पिउने बानी, धेरै नुनयुक्त तथा प्रोसेस्ड खानेकुरा, मोटोपना, धूमपान आदिले मृगौलालाई क्षति पुर्याउँछ र क्रोनिक किडनी डिजिजको जोखिम बढाउँछ। विश्वव्यापी रूपमा नेशनल किडनी फाउन्डेसन र मियो क्लिनिक जस्ता स्वास्थ्य स्रोतहरूबाट प्राप्त सल्लाह अनुसार केही सजिला तर प्रभावकारी बानीहरू अपनाएर मृगौलालाई लामो समयसम्म स्वस्थ राख्न सकिन्छ। यसबाट मृगौला रोगको जोखिम 50 देखि 70% सम्म कम गरिन्छ। पर्याप्त मात्रामा पानी पिउने, दिनमा कम्तीमा 2 देखि 3 लिटर 8 देखि 10 गिलाससम्म सफा पानी पिउनुपर्छ। मौसम र शारीरिक क्रियाकलाप अनुसार बढी पनि हुन सक्छ। यसले मृगौलालाई राम्रोसँग सफा गर्छ, टक्सिन बाहिर निकाल्छ र मृगौला स्टोन हुनबाट जोगाउँछ। नुनको सेवन कम गर्ने, दिनमा 5 देखि 6 ग्राम भन्दा कम नुन, लगभग 1 चम्चा मात्र प्रयोग गर्नुपर्छ। प्रोसेस्ड फुड, चिप्स, क्यान जुस, फास्ट फुडबाट टाढा रहनुपर्छ। रक्तचाप नियन्त्रणमा राख्ने, रक्तचाप 120/80 mH एचजी भन्दा कम राख्ने लक्ष्य राख्नुपर्छ। मृगौला रोग भएमा 130 देखि 80 भन्दा कम कायम राख्नुपर्छ। नियमित जाँच गर्नुपर्छ, औषधि समयमा खानुपर्छ र जीवनशैली परिवर्तन गर्नुपर्छ। रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्ने, मधुमेह भए HbA1c लाई 7% भन्दा कम राख्ने प्रयास गर्नुपर्छ। नियमित जाँच, सन्तुलित आहार र व्यायामबाट यो सम्भव छ। रगतमा ग्लुकोजको मात्रा उच्च हुँदा मृगौलाका ससाना रक्तनलीहरूलाई क्षति पुर्याउँछ। सन्तुलित र पौष्टिक आहारको सेवन, दैनिक आहारमा ताजा फलफूल, केरा, स्याउ, सुन्तला तर पोटासियम उच्च भएका सीमित गर्नुपर्छ। हरियो तरकारी, पार्लुङ्गो र ब्रोकाउलीले पोटासियम नियन्त्रणमा राख्न मद्दत गर्छ। साबुत अन्न, जौ, ब्राउन राइस र कम फ्याट दुध तथा प्रोटिन, माछा, कुखुरा, दाल मध्यम मात्रामा समावेश गर्नुपर्छ। नियमित व्यायाम आवश्यक छ। हरेक दिन कम्तीमा 30 मिनेट, हप्तामा 150 मिनेट व्यायाम गर्नुपर्छ, जस्तै हिँड्ने, साइक्लिङ, स्विमिङ वा योगा गर्नुपर्छ। दुखाइ निवारक औषधिको प्रयोग जथाभावी नगर्ने, पेनकिलरको बारम्बार वा डाक्टरको सल्लाह बिना सेवन गर्नाले मृगौलालाई क्षति पुर्याउन सक्छ। दुखाइ निवारक औषधिले शरीरमा सुजन र दुखाइ कम गर्छन्, तर बढी मात्रामा लिँदा यिनले मृगौलाको कार्यक्षमतालाई प्रभावित पार्न सक्छन्। धूमपान र अत्याधिक मदिराको सेवनले मृगौलाका रक्तनलीहरूलाई क्षति पुर्याउन सक्छ। धूमपान गर्दा रक्तनलीहरू साँगुरो हुँदै जान्छन्, जसबाट शरीरमा रक्त सञ्चार प्रभावित हुन्छ। नियमित स्वास्थ्य जाँच गर्ने, मधुमेह, उच्च रक्तचाप, परिवारमा मृगौला रोगको इतिहास भएमा वर्षमा कम्तीमा 1 पटक युरिन टेस्ट र रगत टेस्ट गर्नुपर्छ। समयमै पत्ता लागेमा रोग नियन्त्रण गर्न सजिलो हुन्छ। तौल नियन्त्रणमा राख्ने, अधिक तौल वा मोटोपनाले उच्च रक्तचाप, मधुमेह र मुटुसँग सम्बन्धित समस्याको जोखिम बढाउन सक्छ, जुन मृगौलालाई क्षति पुर्याउने मुख्य कारणहरू पर्छन्। थप महत्त्वपूर्ण टिप्सहरू, कोलेस्ट्रोल नियन्त्रण गर्ने, LDL कम राख्ने, पर्याप्त निद्रा लिने 7 देखि 8 घण्टा, यसले समग्र स्वास्थ्य राम्रो राख्छ। तनाव व्यवस्थापन गर्न मेडिटेसन, योगा गर्न सकिन्छ। दीर्घकालीन तनावले रक्तचाप बढाउँछ। उच्च जोखिममा भएका व्यक्तिले विशेषज्ञको सल्लाहमा किडनी फ्रेन्डली डाइट प्लान अपनाउन सकिन्छ।